दर्शकबिन नमस्कार। यहाँहरूलाई भुन्टीको नयाँ सिरियलमा स्वागत छ। जेरीले भूपेन्द्रको नजरबाट भुन्टीलाई गिराइसकेका छन्। अब सिरियाको योजना भने भुन्टी र भूपेन्द्रको डिभोर्स गराउने अनि भूपेन्द्रसँग जेरीको विवाह गराइदिने छ। अब भुन्टीले पनि भूपेन्द्रको साथ छोड्ने निर्णय गरिन्, किनकि भूपेन्द्रले भुन्टीको मायालाई बुझेन। उसले सिरियाले देखाएको एआई भिडियोको कारण उसले भुन्टीलाई नराम्रो सोच्न थालेको छ। तर अहिले कथा भने उल्टिएको छ। यतिकै भुवन भने आइसकेका छन्। अब कि भुवनले पफेरी सिरियालाई र जेडलाई त्यस घरबाट थप्पड हानेर निकाल्लान् त अनि भुन्टीलाई घरमा ल्याउलान् त। मलाई जहाँसम्म लाग्छ साथीहरू, अब भुन्टी त्यस घरमा फर्केर पनि आउने छैन। तर यता जिरी भने भूपेन्द्र र भुन्टीको डिभोर्स हुने भयो भनेर हाँसोखुसी उनले मनाइरहेकी छिन्। साथीहरू, अब तपाईलाई भुन्टी सिरियलमा कस्तो भइदियोस् भन्ने चाहनुहुन्छ? भुवनले सिरिया र जेडलाई त्यस घरबाट निकात्नुपर्छ कि पर्दैन? भुन्टी र भूपेन्द्रको डिभोर्स हुनुपर्छ कि मिलाउनुपर्छ र भुन्टीको प्रेम हुनुपर्छ कि हुँदैन? त्यो भने तल कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने पक्कै पनि नबिर्सनुहोला। त्यस्तै हजुरहरूलाई भुन्टी सिरियल एकदमै मन पर्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। अहिलेलाई भने बिदाई दिनुहोस्। हस्त नमस्कार।